नमस्कार, म इमलाल सापकोटा। कतै हजुरहरू थोरै पैसा छ तर पनि व्यवसाय गर्न चाहना राख्नु भएको छ भने र चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस्। मैले त्यो चिन्ताको लागि समस्या समाधानको लागि एउटा भिडियो बनाएको छु र यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यो व्यवसाय हो बाख्रा पालन व्यवसाय। बाख्रा पालन व्यवसाय गर्दै गर्दा एकैचोटि धेरै लगानी गर्नु पर्दैन। एउटा दुईटा बाख्राबाट पनि सुरु गरेर र यही स्थानीय रूपमा स्थानीय स्तरमा उपलब्ध हुने काठ, ढुङ्गा र बाँस र खरको प्रयोग गरेर पनि खोर निर्माण गर्न सकिन्छ। यो व्यवसायबाट थुप्रै व्यवसायहरू जोड्न सकिन्छ, जस्तो भैँसी पालन, गाई पालन, कुखुरा पालन, मौरी पालन र विभिन्न खालका तरकारी खेतीहरू, नगदे बालीहरू, आलु, अदुवा, बेसार जस्ता चाहिँ अन्य खालका र फलफुल खेतीहरू हामीले सुन्तला, कागती, आलु पोखरा जस्ता अन्य प्रजातिका पनि फलफुल खेतीहरू पनि हामीले यो व्यवसायसँग सँगै जोडेर गर्न सकिन्छ। यो व्यवसायबाट थुप्रै खालका हाम्रो घरायसी चाहिँ उद्योग धन्दाहरू पनि हामीले सञ्चालन गर्न सकिन्छ, जस्तो अगरबत्ती बनाउने, मोमबत्ती बनाउने, अचार बनाउने र स्थानीय स्तरमा उपलब्ध भएका हाम्रा चाहिँ बाँसहरूबाट हामीले चाहिँ डोका, नाम्ला, मुढा बनाउने जस्ता त्यस्ता व्यवसायहरू पनि यसमा जोड्न सकिन्छ। त्यस्तै गरेर चाहिँ होटल व्यवसायबाट पनि होटल गर्दै गर्दा पनि यो व्यवसाय गर्न सकिन्छ। किनारा पसल, तरकारी पसलसँग पनि बाख्रा व्यवसाय हामीले चाहिँ जोड्न सकिन्छ र यसबाट आफ्नो क्षमता र योग्यता अनुसारको जागिर गर्दै गर्दा पनि फुर्सदको समयमा पनि हामीले यो बाख्रा पालन व्यवसाय गर्न सकिन्छ। र जागिरै पाइएन, मैले तरकारी खेती नि गर्दिनँ, कुनै उद्योग गर्दिनँ भने पनि श्रम गरेर पनि जेलादारीमा काम गरेर पनि यो व्यवसायलाई चाहिँ सपोर्ट गर्न सकिन्छ। र यसरी व्यवसाय चाहिँ 2-4 वर्षमा हाम्रा एउटा दुईटा बाख्राबाट सुरु गरेको व्यवसाय 40-50 वटा बाख्रामा हुन्छन् र हामी पछि गएर एउटा सक्षम व्यवसायिक हुन सकिन्छ। हस्त, धन्यवाद।